नेपाली साहित्यभित्रको वर्तमानको एक गतिशील बहुआयामी प्रगतिवादी एवं दर्शन सहितको व्यक्तित्वको नाम हो योगलाल गौतम। विक्रम सम्वत 2046 साल असार 5 गते रामेछाप जिल्ला गुन्सी भदौरे गाविस वडा नम्बर 7 मा उनी जन्मेका हुन्। विद्यालय तहदेखि नै भाषा साहित्यप्रति लाग्न तत्कालीन नेपाली भाषा विषयका शिक्षक गुरु इन्द्रमणि चौलागाईले प्रेरित गरेको स्मरण गरिरहने साहित्यकार एवं लेखक योगलाल गौतमले अङ्ग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर गरेका छन्। त्यसको अलावा राजनीति शास्त्रमा स्नाकोत्तर र अङ्ग्रेजी भाषामै फेरि 1 वर्ष स्नातक गरेका उपन्यासकार गौतमको लेखन यात्रा तत्कालीन समयमा प्रकाशित हुने जनदिशा दैनिक पत्रिकामा काङ्ग्रेसभित्र गिरिजाको मोनार्ची नामक शीर्षक लेख छापिएर सुरु भएको थियो। त्यसपश्चात 50औं लेख रचनाहरू नेपालका राष्ट्रिय दैनिक एवं साप्ताहिक पत्रिकाहरूमा प्रकाशित भइसकेका छन्। पुस्तकारको रूपमा विक्रम सम्वत 2070 सालमा प्रेमको मलामी उपन्यास प्रकाशमा ल्याएर नेपाली साहित्य आकाशको उडान भर्न सुरु गरेका निबन्धकार गौतमको सृजना साधना र विवेकको वितरण कार्य निरन्तर छ। साहित्य र गैर साहित्य गरेर 1 दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरिसकेका कवि गौतमको यो उपन्यासले विकृत प्रेम विरुद्ध प्रहार गरेको छ। साथै प्रेम शुद्धिकरणको लागि सचेतकरण समेत गरेको छ। यसैगरी विक्रम सम्वत 2073 सालमा प्रकाशित अर्को उपन्यास रणभेरीले युगकै गीत गाएर नथाक्ने मानव जातिलाई चुनौती दिँदै नेपालको 10 वर्षे सशस्त्र जनक्रान्तिका कारणहरू र त्यसभित्रका कथाहरू एवं जनविद्रोह पश्चातका सकारात्मक एवं नकारात्मक उपलब्धिहरू बारे घटना पात्र एवं संवाद मार्फत स्पष्ट पारेका छन्। यसैगरी विक्रम सम्वत 2074 सालमा कर्णालीको चियान निबन्ध संग्रह, विक्रम सम्वत 2075 सालमा व्हाइट हाउसको टाई निबन्ध संग्रह र विक्रम सम्वत 2076 सालमा मान्छे बनाउने कारखाना कविता संग्रह बजारमा ल्याएका थिए। विक्रम सम्वत 2076 सालमा प्रकाशित अर्को उपन्यास फुलको आत्मसमर्पणले नेपाली चेलीहरूको कथा, पीडा, व्यथा र समस्यालाई छर्लङ्ग पारेको छ। विक्रम सम्वत 2077 सालमा टाउको भएका मुर्कुटाहरू कविता संग्रह र विक्रम सम्वत 2078 मा ल्याप्चे हान्ने सांसद लेख संग्रह प्रकाशित गरेका गौतम विक्रम सम्वत 2079 मा भने समालोचनातर्फ मोडिए। प्रसिद्ध अमेरिकी लेखक म्याडेलाइन लेङ्गेलको बहुचर्चित उपन्यास अ रिङ्कल इन टाइमलाई प्रेमको दृष्टिकोणले समालोचना गरी द लभ इज इन रिङ्कल इन टाइम्स कीर्ति जन्माए। रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नम्बर 1 स्थित श्री सतलिङ्गेश्वर माध्यमिक विद्यालयमा उच्च माध्यमिक तहको अङ्ग्रेजी विषयका अध्यापक गौतम साहित्यका अलावा गैर साहित्यतर्फ पनि उत्तिकै सक्रिय छन्। अङ्ग्रेजी भाषाको सम्पादन, अनुवादन एवं कक्षा कोठाभित्र प्रयोग हुने अङ्ग्रेजीका पाठ्य सामग्रीहरू गरेर आधा दर्जनको हाराहारीमा गैर साहित्यिक कृतिहरू समेत प्रकाशित छन्। यसरी दर्जनौं कृतिका कृतिकार बनिसकेका गौतम सुनापति प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समेत हुन्। क्यामेलिया उच्च माध्यमिक विद्यालय कालीमाटी काठमाडौँबाट विक्रम सम्वत 2075 मा साहित्य सम्मान प्राप्त गौतम व्हाइट हाउसको टाई निबन्ध संग्रहले विक्रम सम्वत 2075 मा नै लिखु पिके साहित्य पुरस्कार समेत प्राप्त गरेका छन्। साहित्य र शिक्षा मार्फत नेपाली समाजमा उज्यालो छर्न क्रियाशील शिक्षक योगलाल गौतम अनुवीक्षण दर्शनोपन्यास प्रकाशन भर्खरै गरिसकेका छन्। जीवन र जगतप्रतिको दार्शनिक विश्लेषण सहित यो उपन्यासको अग्रिम शुभकामना गौतमज्यूलाई उहाँको कृतिले सफलता प्राप्त गरोस्। यो कृतिको बारेमा विभिन्न व्यक्तित्वहरूले भनेका केही कुराहरू यहाँनिर प्रस्तुत छन्। योगलाल गौतमको साधना र यो कृति विवेकको पर्याय हो। दामोदर ढकाल साहित्यकार, कलाकार एवं प्रकाशक। सुनापति गाउँपालिका वडा नम्बर 1 रामेछापमा जन्मिएर
साहित्यमा राष्ट्रिय छवि निर्माण गरिसक्नुभएका साहित्यकार योगलाल गौतमको यो दर्शनोपन्यास दर्शनोन्मुख कृति हो। ठुलो कान्छा तामाङ, अध्यक्ष सुनापति गाउँपालिका रामेछाप, कुलपति सुनापति प्रज्ञा प्रतिष्ठान। अनुवीक्षण समाज हेर्ने यन्त्र हो। ब्रह्माण्डका कण कणलाई केलाएर सूक्ष्म ढङ्गले फिल्टर गरिएको, वैचारिक ढङ्गले विवेचना गरिएको र भावनात्मक ढङ्गले पोखिएका विचारहरूको एक तलाउ हो। गीता विष्ट, उपाध्यक्ष सुनापति गाउँपालिका रामेछाप। साहित्य, शिक्षा र राजनीतिको त्रिकोणीय योग फलबाट बनेको जीवनको भोगाइलाई लेखकले मीन ढङ्गले अनुवीक्षण गर्नुभएको छ। कृष्ण केसी, अध्यक्ष नेपाल बुद्धिजीवी सङ्गठन। अनुवीक्षण जगत हेर्ने चस्मा हो, आत्मबोध गराइदिने दैवी शक्ति हो। शङ्कर अधिकारी, अध्यक्ष एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन। साहित्य सृजना गर्ने नवीन प्रयोग गरी भावको गहिराइमा निर्माण गरेर आध्यात्मिक चेत बीजारोपण गर्न सक्नु सर्जक गौतमको साहित्यिक निपुणता हो। प्रस्तुत गुण यस उपन्यासमा पाइन्छ। यहाँ सहर छ, गाउँ छ, जीवन छ, दृश्य छ, अदृश्य छ। मिलन राई, टिभी जर्नालिस्ट, जनता टेलिभिजन। साहित्यकार योगलाल गौतम सृजनात्मक काव्यको फाँटमा पृथक पहिचान र लयद्वारा अभिवृद्धि हुँदै गइरहेको नाम हो। लेखनलाई जीवनको प्रणालीसँग, आत्माको आकृतिसँग, आँखाको रससँग र अस्तित्वको ज्यामितिसँग प्रतिस्थापन गर्दै अघि बढ्नुभएका यी लेखकको अनुवीक्षण दर्शनोपन्यास प्रकाशित हुन लागेकोले मलाई सुखानुभूति भएको छ। अनुवीक्षण कृतिको नाममा अक्षरहरूको सङ्ग्रह मात्र होइन, समाजको ऐना हो, सपनाहरूको किरण हो, घटनाहरूको सङ्कलन मात्र होइन, विचारहरूमाथिको घर्षण हो, आवेगहरूको गर्मी मात्र होइन, चेतनाहरूको हिउँ पनि। लेखकलाई शुभकामना। रविन्द्र ढुङ्गेल, टेलिभिजन पत्रकार, यो टेलिभिजन। अनुवीक्षण जन्म र मृत्यु बीचको जीवन प्रदर्शन गरेको छ तारा प्रसाद होस्टी। कार्यक्रम प्रस्तुत साहित्य सञ्चार कार्यक्रम नेपाल टेलिभिजन। रामेछाप पोस्ट साप्ताहिक पत्रिकाबाट लेखन र प्रकाशन यात्रा सुरु गर्नुभएका उपन्यासकार योगलाल गौतमले 1.5 दर्जन कृतिहरूको सृजना र प्रकाशन गर्दा भोग्नु परेका आगोका लपकाहरू स्पष्ट याद छन्। तिनै राप र तापले खारिएर बनेको यो पुस्तक वास्तवमै समाजको विकृतिहरू काट्ने धारिलो हतियार बन्न सक्छ। विदुर ढुङ्गेल, प्रकाशक तथा सम्पादक, रामेछाप पोस्ट। साहित्यमा नरोकिनु, बहिरहनु र विसङ्गतिहरूलाई किनारमा पन्साउन बल प्रयोग गर्नु आख्यानकार योगलाल गौतमको विशेषता हो। यो अनुवीक्षणले नयाँ समाजको स्थापनाका लागि वकालत गरेको छ। गङ्गा बराल, कार्यक्रम प्रस्तोता ओमकार टेलिभिजन, प्रकाशक एवं सम्पादक, आलोचना साप्ताहिक। यो कृति शब्दहरूको खेल हो, ज्ञानको सङ्कलन हो, विवेकको सृजना हो, कल्पनाको महासागर हो, व्यवहारको परावर्तन हो र अनुभवहरूको सङ्गठन हो। गीता गिरी, स्टोरी टेलर। यसरी विभिन्न व्यक्तित्वहरूले यस कृतिमा आफ्नो धारणाहरू राख्नु भएको छ। अब अनुवीक्षण तपाईँहरूको हातमा छ। अनुवीक्षणका आदरणीय लेखक योगलाल गौतमसँग केही जिज्ञासाहरूमा गरिएको भलाकुसारी अब प्रस्तुत गर्छौँ। धन्यवाद। सामान्यतया यो अनुवीक्षण शब्द नेपाली भाषामा कमै मात्रामा व्यवहारमा प्रयोग हुँदै आएको शब्द हो, अर्थात् व्यवहारमा कमै मात्रामा प्रयोग भएको हुने गरेको शब्द हो। अनुवीक्षणको अर्थ कुनै पनि कुराको सूक्ष्म अध्ययन गर्नु भन्ने हुन्छ। अर्थात् अनुवीक्षणको अर्थ कुनै पनि खास कुराको गहिराइमा गएर विश्लेषण गर्नु, व्याख्या गर्नु, विवेचना गर्नु, त्यसलाई छलफलमा ल्याउनु, अर्थात् त्यो भित्रका गहिराइका विषयवस्तुहरूलाई उजागर गर्नु, बाहिर ल्याउनु भन्ने अर्थ हुन्छ। अब नेपाली साहित्यमा मैले अनुवीक्षण दर्शनोपन्यास बजारमा ल्याएको छु। यो अनुवीक्षणको अर्थ चाहिँ नेपाली साहित्यलाई ढालेर विश्लेषण गर्दाखेरि समाजका हर घटनाहरू, हर एकाइहरू, समाजका सबै तत्त्वहरू अर्थात् गतिविधिहरूका विषयमा मेन ढङ्गले व्याख्या गर्नु, विश्लेषण गर्नु, विवेचना गर्नु र त्यसका राम्रा नराम्रा पक्षहरूलाई केलाउनु र सत्मार्गमा हिँड्नको लागि समाज र समाजमा भएका सम्पूर्ण पदार्थहरू, एकाइहरू र मानव जातिलाई उत्प्रेरित गर्नु भन्ने अर्थमा अनुवीक्षणको अर्थ हामीले लगाउन सक्छौँ। दर्शनोपन्यास शब्द दर्शन र उपन्यासबाट बनेको हो र दर्शन दास फिलोसफी
उपन्यास द्याट्स इन इङ्ग्लिस ल्याङ्ग्वेज नोभल। अब यो कृतिलाई अणुवीक्षण कृतिलाई मैले दर्शन उपन्यास विधाले पहिचान दिएको छु, एउटा जेनरे विधा स्थापित गरेको छु। किन भन्दाखेरि यो अणुवीक्षण उपन्यासभित्र मैले उपन्यासमा भएका चरित्रहरू, उपन्यासमा हुने क्यारेक्टरहरू, उपन्यासका विशेषताहरू र दर्शनका विशेषताहरू दुवैलाई फ्युजन गरेर यो कृति सिर्जना गरेको छु। अर्थात् यो अणुवीक्षणले नेपाली समाजमा भएका गतिविधिहरू, नेपालका सहरहरू, नेपालका गाउँहरू र विश्व ब्रह्माण्डलाई औपन्यासिक ढङ्ग र त्यसभित्र औपन्यासिक ढङ्गमा आएका कथा, पात्र, संवाद, घटनाक्रमहरूलाई दार्शनिक रूपले व्याख्या र विश्लेषण गरिएको छ। यसमा दर्शनका क्यारेक्टरहरू छन्, दर्शनका विशेषताहरू छन्, फिलोसोफीका विशेषताहरू छन्, प्रिन्सिपलका विशेषताहरू छन्, सिद्धान्तका विशेषताहरू छन् र सिद्धान्तका विशेषताहरूसहित यसमा औपन्यासिक क्यारेक्टरहरू छन्। त्यसैले यसलाई मैले अणुवीक्षणलाई दर्शन उपन्यास भनेको हुँ। र अर्को अर्थमा भन्दाखेरि जति घटनाक्रमहरू नेपाली समाजमा घटेका छन्, अर्थात् यो दर्शनोपन्यास अणुवीक्षण कृतिमा मैले कथाहरूलाई, पात्रहरूलाई, संवादहरूलाई अगाडि बढाउँदै जाने क्रममा एउटा घटनाक्रमहरूमाथि म पात्रले, फर्स्ट पर्सन क्यारेक्टरले घटनाक्रमलाई दार्शनिक रूपले विश्लेषण गर्छ। अर्थात् संवादहरू भएका हुनसक्छन्, भइरहेका हुनसक्छन् त्यहाँ प्लटमा, त्यो प्लटमाथि नै विवेचना हुन्छ, संवादमाथि नै विवेचना हुन्छ, संवादमाथि नै, घटनाक्रममाथि नै म पात्रले विवेचना गर्छ, विश्लेषण गर्छ, एउटा फिलोसोफी स्थापित गर्छ, दर्शन स्थापित गर्छ र घटनाक्रमलाई उसले जेनरलाइजेसन गरेर एउटा सिद्धान्त स्थापित गरेर उसले रिडरहरूलाई, पाठकहरूलाई केही शिक्षा प्रदान गर्ने सैद्धान्तिक विषयवस्तुहरू उजागर गरेको हुन्छ। त्यसैले मैले यो उपन्यासलाई, अणुवीक्षण उपन्यासलाई दर्शन उपन्यास विधामा उल्लेख गरेको हुँ, अर्थात् स्थापित गरेको हुँ, अर्थात् राखेको हुँ। यो अणुवीक्षण दर्शन उपन्यासलाई मैले नेपाली साहित्यभित्र अहिलेसम्म आएका उपन्यासहरूभन्दा पृथक ढङ्गले सिर्जना गर्ने, अर्थात् नेपाली समाजका, नेपाली सहर र विश्व ब्रह्माण्डमा भएका सम्पूर्ण एकाइहरूलाई फरक ढङ्गले व्याख्या गर्ने जमर्को गरेको छु। जस्तो कि सामान्यतया नेपाली लेखनमा अहिलेसम्म, चाहे मैले योभन्दा अगाडि सिर्जना गरेका कृतिहरू हुन्, चाहे अन्य कुनै लेखकहरूले सिर्जना गर्नुभएका कृतिहरू हुन्, ती कृतिहरूमा कुनै एउटा विषयवस्तु मात्र उल्लेख गरिन्छ। जस्तो कि कुनै एउटा पुस्तक युद्धको विषयमा हुनसक्छ, अर्को कुनै उपन्यास महिलाका व्यथाको विषयमा हुनसक्छ, अर्थात् अर्को कुनै एउटा पुस्तक चाहिँ पारिवारिक घटनाक्रमसँग सम्बन्धित हुनसक्छ, अर्थात् कुनै एउटा कविता एउटा विधवा महिलाको विषय, उसको कथा हुनसक्छ। तर अब त्यसलाई त्यो एउटा मात्र विषयवस्तुलाई उल्लेख गर्ने, मेन्सन गर्ने, व्याख्या गर्ने, समालोचना गर्ने, विश्लेषण गर्ने प्रणालीलाई मैले ब्रेक लगाउने हेतुका साथ, अर्थात् मेरो सिर्जनामा यसमा चाहिँ देयर इज नो पार्टिकुलर इस्यु। यो अणुवीक्षण उपन्यासभित्र, दर्शन उपन्यासभित्र एउटा खास विषयवस्तु छ। यहाँ विभिन्न प्रकारका विषयवस्तुहरू छन्, समाजभित्रका सबै विषयवस्तुहरू उजागर गर्छन्। जस्तो कि यहाँ केही 23वटा टाइटलमा आधारित भएर दर्शन उपन्यास छ, तर 23वटा टाइटलभित्र पनि विभिन्न उपशीर्षकहरू हुन सक्छन्, विभिन्न उप इकाइहरू हुन सक्छन्। ती एकाइहरूको विषयमा चाहिँ विश्लेषण गरिएको छ, व्याख्या गरिएको छ। ती एकाइहरूको विषयमा चाहिँ जस्तो कि म पात्र हिँड्दै गर्दाखेरि उसले दाहिने गोडा अगाडि बढाउँछ, अनि उसले दाहिने गोडा अगाडि बढाउने विषयलाई किन हो त, कसरी हो त, यो किन हुन्छ यस्तो दाहिने गोडाले अगाडि बढ्छ भन्ने विषयमा उसले आफै विश्लेषण गर्छ र त्यसमा उसले फिलोसोफी स्थापित गर्छ, दर्शन स्थापित गर्छ। यदि फिलोसोफी स्थापित गर्छ, दर्शन स्थापित गर्छ भने अब फेरि ऊ अगाडि जान सक्छ। एउटा भर्याङ उक्लेदाखेरि उसले के भन्छ भने उसको चाहिँ म पात्रले त्यही भर्याङमाथि आफ्नो विश्लेषण स्थापित गर्न थाल्छ, दर्शन स्थापित गर्न थाल्छ। किन हामी उक्लिनुपर्छ, किन झर्नुपर्छ भन्ने कुरालाई उसले एक्सप्लेनेसन गर्न थाल्छ। यसो हुँदाखेरि यो दर्शन उपन्यास, यो अणुवीक्षण चाहिँ कुनै एउटा खास विषयवस्तुसँग मात्र सम्बन्धित छैन। यसमा चाहिँ समाजका हर एकाइहरू, यहाँ हजारौँ एकाइहरूको विषयमा दर्शन स्थापित गर्न खोजेको छ।
जस्तो कि अझ मैले त्यसलाई थप भन्दाखेरि सहरको विषयवस्तुहरूमा सहरका घरहरूका विषयवस्तुहरूमा सहरमा भएका झ्यालहरूको बारेमा एक्सप्लेनेसन हुनसक्छ सहरमा भएका बोटबिरुवाहरूको बारेमा एक्सप्लेनेसन भइरहेका छन् सहरमा भएका ढलको विषयमा एक्सप्लेनेसन छ भनेपछि एउटा खास विषयवस्तु अर्थात् विवाहको विषयमा मात्र लेखिएको भन्ने होइन अर्थात् महिलाको विषयमा मात्र लेखिएको भन्ने होइन अर्थात् प्रेमको विषय मात्र लेखिएको भन्ने होइन यहाँ प्रेमको विषयमा पनि छ यहाँ महिलाको विषयमा पनि लेखिएको छ यहाँ पुरुषका विषयवस्तुहरूलाई पनि उजागर गरेको छ यस अर्थमा यो दर्शन उपन्यासभित्र एउटा खास विषयवस्तु छ भन्ने छैन तैपनि यहाँ उपशीर्षकको आधारमा म थोरै यसलाई सर्टकटमा व्याख्या गर्न चाहन्छु जस्तो कि पहिलो शीर्षक छ सहर नामको खाडल अब यहाँ सहरको विषय छ सहर नामको खाडल भनेको शीर्षक तर सहर नामको खाडलमा चाहिँ सहरका हर एकाइहरूको विषयमा छ जस्तो कि सहरमा भएका गुण्डागर्दीका विषयमा सहरमा हाम्रै सहरभित्र हाम्रै काठमाडौँभित्र सिंहदरबार छ सिंहदरबारको विषयमा हाम्रै काठमाडौँभित्र यो खाल्डोभित्र नेताहरू छन् नेताहरूको विषयमा अर्थात् हाम्रै यो सहरभित्र घरहरू छन् घरको विषयमा हाम्रै सहरभित्र व्यापार छ व्यापारको विषयमा हुनसक्छ त्यसो हुँदाखेरि एउटा खास विषयवस्तु छैन र अर्को सेकेन्डमा छ श्वास फेरेको पैसा हामीले श्वास फेरेको पनि पैसा तिर्नुपर्छ भन्ने तर्क छ यसमा दार्शनिक रूपमा फिलोसोफिकल ढङ्गले जस्तो कि हामीले श्वास फेरेको पनि पैसा तिर्नु परिरहेको छ श्वास फेर्न त हामीले पैसा तिर्न नपरोस् भन्ने अर्थ हो पृथ्वीले अर्थात् यो नेचरले प्रकृतिले हामीले श्वास फेर्नको लागि पैसा तिर्नुपर्छ भनिरहेको छैन तर हामीले पैसा तिर्नुपर्छ पानी खानको लागि पैसा तिर्नुपर्छ यस अर्थमा यो उपन्यास दर्शन उपन्यासले घटनाक्रमहरूलाई दार्शनिक रूपमा विश्लेषण गर्नुभएको छ अर्थ तेस्रोमा छ बीज किन्ने घुइँचो हामी सहरमा जे किन्छौँ त्यो बीज किन्ने सरह छ तरकारी किन्छौँ बीज किन्ने सरह छ दही दुध किन्छौँ बीज किन्ने सरह छ हामीले कुनै चिज खाइरहेका छौँ भने बीज खाइरहेको बराबर छ भन्ने अर्थ छ अर्को मेरो जन्म किन एकपटक मात्र अब मेरो जन्म चाहिँ किन एकपटक मात्र भयो त म हजारौँ चुनी बाँच्न चाहन्थेँ अर्थात् म हजारौँ वर्ष बाँच्न चाहन्थेँ म कहिले नमर्न चाहन्थेँ होइन म कहिले नमर्न चाहन्थेँ म कहिले नमरेर यो संसारलाई सदा सर्वदा ज्ञान विज्ञान विवेक कर्म होइन माया प्रेम सद्भाव दिन चाहन्थेँ तर मेरो मृत्यु निश्चित छ म मर्नुपर्छ बाध्यतावश अनि प्रश्न गरिएको छ म पात्रले प्रश्न गर्छ कि मेरो जन्म किन एकपटक हजारौँ पटक हुनुपर्थ्यो म फेरि यो पृथ्वीमा आउनु पर्थ्यो म आउन चाहन्थेँ तर त्यो सम्भव छैन त्यसप्रति म पात्रको आत्मग्लानि छ त्यो विषय छ अर्को सपनाको लागि सुतिन्छ र भन्ने प्रश्न छ एउटा टाइटल हामी सपनाको लागि सुत्दैनौँ हामीले सपना देख्नुपर्छ तपाईँ सपनाको लागि सुत्नुभयो भने तपाईँले केही गर्न सक्नुहुन्न भन्ने एउटा तर्क छ र अर्को यसलाई मैले सर्टकटमा सतही रूपमा व्याख्या गरेँ भित्र जाँदाखेरि त्यहाँ क्यारेक्टरहरू छन् प्लटहरू छन् संवादहरू छन् घटनाक्रमहरू छन् व्याख्या छ विश्लेषण छ दार्शनिक चाहिँ लाइनहरू छन् अनि अर्को दुवै आँखा सौन्दर्यको लागि भनेको छ होइन दुवै आँखा सौन्दर्यको लागि एउटा मात्र आँखा बनाइदिएको भए पनि त्यो किन बनाइएन त भन्दाखेरि त्यो चाहिँ विकल्पको रूपमा राखिएको भन्ने अर्थ हो होइन जस्तो कि एउटा आँखा चाहिँ फुट्यो अर्थात् त्यसले काम गर्न सक्यो भने अर्को आँखाले काम गर्छ भन्ने अर्थ छ मृगौला दुईवटा हुन्छ एउटा अल्टरनेटिभ विज्ञानले यो चाहिँ प्रकृतिले नै कुनै विषयवस्तुको सृजना गर्दाखेरि वैकल्पिक सिद्धान्तको आधारमा स्थापित गरेको छ भन्ने तर्क यो टाइटलमा दिन खोजेको छु यसको वास्तविक घटनाक्रम यसको वास्तविक लाइनहरू त हामीले बुकभित्रै गएर पढ्नुपर्ने हुन्छ र अर्को स्वर्गको बिचमा नर्कको घर टाइटल छ होइन हामी चाहिँ यो पृथ्वी स्वर्ग हो तर यो स्वर्गमा चाहिँ हामीले नर्क जस्तो घर स्थापित गरिरहेका छौँ भन्ने तर्क छ मैले एउटा तर्क मात्र दिएँ भित्र फरक तरिकाले हामी विचारहरू ग्रहण गर्न सक्छौँ यसरी अन्तिममा मैले सबै विषयवस्तु बारेमा व्याख्या गरिनँ अन्तिममा 23औं नम्बरको टाइटलमा छ आनाको सहर भनेको छ भनेपछि आनाको सहर भनेपछि अब हामीले यो विश्व ब्रह्माण्ड यो विश्वको क्षेत्रफल त हामीले काउन्टिङ गर्न सक्ने खालको छैन होइन हामीले नाप्न सक्दैनौँ के अरे हामी प्रत्यक्ष रूपमा चाहिँ संलग्न भएर नाप्न सक्ने स्थिति छैन होइन यसको चाहिँ भयङ्कर क्षेत्रफल छ अनि तर हामीले चाहिँ बाँच्ने बाहनामा जिउने बाहनामा हामीले यो भूगोललाई यो पृथ्वीलाई नेपाललाई होइन यो जग्गालाई जमिनलाई ढुङ्गालाई माटोलाई चाहिँ आनामा विभक्त गरेर सहर निर्माण गरिरहेका छौँ हामी गाउँमा भएको रोपनी 10,000 रोपनी जग्गा छोडेर हामी सहरमा आएर आनाको जग्गा किन्नको लागि एक आना जग्गा किन्नको लागि हामी तालु खुलाइदिन्छौँ हामी कपाल फुलाइदिन्छौँ त्यसैले यो प्रवृत्ति यो टेन्डेन्सी यो प्रणाली यो हाम्रो सोचाइ हाम्रो यो चाहिँ एक खालको के भन्छ
प्रकृतिभन्दा बाहिरको सोचाइ, हाम्रो सन्तुष्टिभन्दा बाहिरको सोचाइ, प्राकृतिक खुसीभन्दा बाहिरको सोचाइ भन्दा हामी प्राकृतिक खुसीभन्दा बाहिर गएर हामीले सोचिरहेका छौँ। त्यो सोच्नु गलत हो। त्यसैले यो आनाको सहर हामीले स्थापित गरिरहेका छौँ। यो आनाको सहरले मानिसहरूलाई दुःख दिएको छ, पीडा दिएको छ, व्यथा दिएको छ। यो विषयमा चाहिँ उल्लेख गरेको छ। यसरी मैले थोरै टाइटलहरू विषयमा, थोरै विषयवस्तुहरू बारे मात्र भने 1 नम्बरदेखि 23 नम्बरसम्मका यी विभिन्न शीर्षकहरू छन्। यी शीर्षकहरू, उपशीर्षकहरू, त्यसका लाइनहरू चाहिँ, त्यसका शब्दहरू, त्यसका चाहिँ क्लजेसहरूले फरक फरक विषयवस्तु उजागर गरेका छन्। यो दर्शन उपन्यासको मुख्य विशेषता यो पनि हो कि यसको पहिलो च्याप्टरदेखि नै, सुरुको लाइनदेखि नै खास पात्र भन्ने छैन। जस्तो कि एउटा म पात्र हुन्छ र म पात्रले आफू बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म, म पात्र हिँडेदेखि बस्ने बेलासम्म, म पात्रले जे गरिरहेको हुन्छ उसँग ठोकिन आएका सबै घटनाक्रमहरू चाहिँ यसका प्लटहरू। जस्तो कि म पात्रले चिया पिउन जान्छ, त्यही प्लट हुन्छ। त्यो चिया पिउँदाखेरि जोसँग भेटघाट हुन्छ त्यसलाई हामीले सब क्यारेक्टर भन्छौँ, के भन्छ त्यसलाई, सब क्यारेक्टरहरू हुन्छन्। अनि त्यस पछाडि म पात्र कुनै एउटा हस्पिटलमा जाला, होइन, अर्थात् त्यहाँ यो टेक्स्टमा आन्दोलन भइरहेको छ। एउटा आन्दोलनमा चाहिँ म पात्र जाँदाखेरि आन्दोलनमा जसलाई भेट्छ म पात्रले, ती सबै क्यारेक्टरहरू छन्। यदि त्यसो हो भने अब यसलाई हामीले निष्कर्षमा के निकाल्न सक्छौँ त भन्दाखेरि, कथा सकाएर हामीले कृतिहरू सिर्जना गर्नु भनेको पृथ्वीमा अर्थात् यो विश्व ब्रह्माण्डमा अर्थात् जीवन जगतमा कुनै पनि कथा बाँकी छैन भन्ने अर्थ छ। अब लेख्न बाँकी केही छैन, अब विषयवस्तुहरू बाँकी केही पनि छैन। अर्थात् अब व्याख्या गर्न, विवेचना गर्न, विश्लेषण गर्न कुनै पनि कुरा बाँकी छैन भन्ने अर्थ जान्छ। मेरो बुझाइमा मैले सिर्जनाबाट, मेरो दर्शन उपन्यासबाट, मेरो अनुसुविक्षण कृतिबाट मैले त्यो सन्देश कि अब जस्तो कि मानौ म पात्रले 60 वर्षको उमेरमा मानौ रिटायर भयो भने, रिटायर पछाडि उसको हामीले उपन्यासमा, दर्शन उपन्यासमा, कृतिमा, कथामा, कवितामा त्यस पछाडि हामीले च्याप्टर क्लोज गरिदियौँ भने त्यसभन्दा पछाडिको बाँकी जीवन कसरी लेख्ने त, के लेख्ने त, त्यो कथा अपुरो जस्तो देखिन्छ। त्यसैले अब यो म पात्र जहाँ पुगेर अडिएको छ त्यहीँ नै कथा हिट भएको छ र अब भोलि अर्को सिर्जनामा त्यो म पात्र कथा फरक ढङ्गले जोडिएको छ। जस्तै कि यो कथामा चाहिँ, यो दर्शन उपन्यास कृतिमा चाहिँ, यो अणुवीक्षण कृतिमा चाहिँ म पात्रले खाना खाँदै गर्दाखेरि कथा त्यहीँ इन भएको छ। खाना खाँदै म पात्र आफ्नो भाइसँग खाना खाँदैछ, भाइसँग खाना खाँदै गर्दाखेरि कथा त्यहीँ इन गरिएको छ। तर लास्टमा 2 लाइनमा के भनेको छ म पात्रले भन्दाखेरि, म मरेको छैन। यसको अर्थ अझै जन्मने छन् हजारौँ कृतिहरू, हजारौँ शब्दहरू, हजारौँ लाइनहरू, कृपया प्रतीक्षा गर्नुहोला भनेर उनले त्यहीँ च्याप्टर क्लोज गरिदिएको छ। यसको तात्पर्य के भन्दाखेरि, भोलि मैले जे भोग्छु ती सबै कथा मात्र भएको छ। भोलि मैले जे जीवनमा के गर्छु, ठक्कर खान्छु, अर्थात् मैले प्रगति गर्छु, उन्नति गर्छु, समाज देख्छु, समाज बोक्छु, समाजका एकाइहरूलाई बोक्छु, ती सबै एकाइहरूलाई चाहिँ मैले कृति मार्फत ल्याउँदैछु। त्यसैले म मरेको छैन, आगामी दिनमा अझ कथाहरू बाँकी छन् भन्ने अर्थमा दिएको छ। र अर्को चाहिँ कुरा के हो त भन्दाखेरि, म पात्र आन्दोलनमा गयो, अर्थात् उसले चाहिँ घरमा बसेर खाना खायो, त्यति बेलासम्मको कथालाई उसले दार्शनिक रूपले विश्लेषण गरेको छ। अर्को सिर्जना, अर्को अणुवीक्षण प्रकाशन गर्ने र अणुवीक्षण अर्थात् अर्को कुनै टाइटलले त्यही पात्रलाई छोडेर अझ अगाडि बढाउने प्रयत्न गरेको छु। जस्तो कि यो ब्रह्माण्ड कहिले पनि सिद्धिँदैन। जस्तै कि हामीले यो बाँसको कुरा गऱ्यौँ, यो बाँसको पात अहिले झर्ला, अहिले चाहिँ बाँसको पात झर्ला, तर यो बाँसको पात अहिले झरे पनि अर्को पटक यो फेरि
इत्यादिका साथ मुनाका साथ चलाउँछ। त्यसैले विश्वमा घटनाक्रमहरू सिद्धिँदैनन्, त्यसैले कथा पनि सिद्धिँदैन। विश्वमा चाहिँ दुःखहरू सिद्धिँदैनन्, त्यसैले उपन्यास पनि सिद्धिँदैन। उपन्यासको पाठ पनि सिद्धिँदैन, उपन्यासका प्लटहरू सिद्धिँदैन, उपन्यासका संवादहरू सिद्धिँदैन। त्यसैले यसलाई दर्शन उपन्यास, यो अणुविच्छेद दर्शन उपन्यास चाहिँ मेरो दर्शनसहितको कृतिको पहिलो कृति भएको हुँदाखेरि अझै यस्तो दर्शन उपन्यासहरू, दर्शनहरू, जीवनहरू, जीवनका एकाइहरू, प्रकृतिहरू, प्रकृतिका सम्पूर्ण एकाइहरू बाँकी नै छन्। तिनलाई अरू कृतिहरूमा चाहिँ समावेश गर्नेछु, व्याख्या गर्नेछु, विश्लेषण गर्नेछु, त्यसलाई चाहिँ समालोचना गर्नेछु भनेर यो कृति चाहिँ मैले कथा नसकिएको हो कि जस्तो बनाउने, अर्थात् त्यसलाई मिस्ट्रीमा राख्ने, अर्थात् त्यसको सिरिज निकाल्ने उद्देश्य अनुरूप मैले यो कृतिलाई बिचमै, कथाको बिचमै कट गरेको। यो समय र संवादको लागि योगलाल गौतमजीलाई धेरै धेरै धन्यवाद छ।